के चाहिँ कस्तो सुरुमा फुल जस्तो हुन्छ कि के चाहिँ ड्रागन फ्रुट त सुरुमा निक्लिँदाखेरि ऊ त छिटिरहेको सानो छिटिरहेको हामी चाहिँ यहाँ झाँक्री टारतिर आएको थियौँ है अनि यसो हेऱ्यौँ है यहाँपट्टि एउटा ड्रागन फ्रुटको बगान रहेछ अनि हामी यसो छिर्दिउँ न त भनेर चाहिँ छिरेर हेरेको हामी त परबाट त एक लाइनको मात्र होला भनेर सोचिरहेको तर यहाँ त पुरै रहेछ क्या वाउ कुरो कि तास खेल्नेको मिल्दो रहेछ कि खानेको मिल्दो रहेछ अनि हाम्रो खाँदैन चिया धरी खाँदैन अनि बेलुका चाहिँ जाँदैन चाहिँ भदर जाउँ भन्ने चाहिँ भन्ने रहेछ अनि आएन चाहिँ सुत्यो बिहान अब 4 बजी हिँड्नुपर्ने बसौँ भाइ ए हुन्छ हुन्छ बस्दैन बस्नु काकाहरू छुट्यो छुट्यो रात पऱ्यो खै जाउँ छिटो भने माथि भएको फेरि बाक अलिक पठाइदिए हजुर अनि यसपालि झरी बेसी भयो अलिक पुग्यो पनि यहाँ बोर्डमा गर्नु पनि नभएर यो नानीहरू पसेर तलबाट चाहिँ यसो झाप्छ उखेल्दैछ हजुरले यो ड्रागन फ्रुटको नि गर्नुभएको कति भयो यो भनेको धेरै भएको छैन अब यो मैले 40 सालमा के अरे 40 भन्दा 80मा रोपेको चाहिँ 81मा चाहिँ मैले खानु सुरु गरेँ ए हजुर ठिक छ यहाँ मान्छेहरू पनि धेरै आएको छ अब दसैँमा यहाँ नानीहरू आएको अब बेचेर मात्रै पैसा मात्रै ल्याएर पनि ठुलो कुरो होइन हजुर अनि छोरीलाई चाहिँ अघि अलिअलि कोसीले हालिदिएँ अटोमा पनि थियो अब यहाँको चाहिँ यही ड्राइभर फुल लाग्ने भनेर लैजा नि त भनेर पठाएँ हजुर अब यो उब्रेकोहरू यो बेच्नु पनि हुन्छ होला होइन बेचिहाल्छु त कतिमा कसरी बेच्नुहुन्छ मैले 400 दिएको छु 400 केजीको हजुर बुवाहरू पनि लानु भएको छैन हजुर बुवाहरू पनि लानु भएको छ नि बुवा मेरो अँ छैन आउनुभएको होइन यो बुवाहरू लाउनु भएको छ नि भनेको नि ए छैन बुवाले राम्रो त भएको किरण नहुनु पर्तिर छ नि यस्तो ड्रागन फ्रुटको त छैन अलिक पाकेको छैन अब कस्तो छ अलिक मजाले चाहिँ कलर आएको छैन त्यो पनि पर्सिलाई छोरीलाई चाहिँ कोसीले कति धेरैवटा फलाम भएको रहेछ नि त अनि रोप्नु भएको रहेछ हुन्छ होला त्यतिले धेरै नगर्नु टुप्पा काट्नुपर्छ कि कसो त्यो काट्नुपर्छ तल चाहिँ हाँगा चाहिँ फालिदिएर हुँदैन
त्यो माथि चाहिँ रिङबाट लाउनु निस्केपछि भएको होला त त्यस्तो अनि त्यो छोडिदिनुपर्छ अलिक बाक्लो भयो भने यसो बाक्लो भयो भने छाडिदिनुपर्छ त्यो माथिको मेरो तलको चाहिँ पोलाउनु होइन मेरो त त्यो माथि रिङबाट झरेर भुइँ छुयो फल्दैन त्यो फल्दैन त्यो यति लामो गयो अनि अस्ति ज्वाइँले भन्नु थियो यहाँ किन काटिरहन्छ त्यो उहीँ लगेर खाइहाल्छ के त नि रुखमा आएको है कम्ती राम्रो छैन नि यो रातो खालको रहेछ नि यो रातो अनि हाम्रो आफ्नो फली चाहिँ पाकेको भन्नुहुन्छ त माथि चाहिँ म खाएकै छुइनँ अस्ति पाँचजना फलेको थियो पाके मैले रोपेको त 2 वर्षै भएको छैन लालबहादुर होइन लालबहादुर ज्वाइँ माइलो ज्वाइँ के अरे कलाबहादुर रायो नगर कर्णबहादुर मगरको घरमा आएर खाइयो सबैले देखोस् अब यसपालि चाहिँ म यो गालामा चाहिँ लाउने विचार गरेको छु